हेलो वेलकम ब्याक अगेन वन्स अगेन। आज चाहिँ हल्का बिरामी भएको छु, अलिकति यो वेदर चेन्ज भएर चाहिँ सुकुर सुकुर भइरहेको छ हैन। त्यो भएर पनि अब तिहारको माहौल पनि आइरहेको छ। तिहारको माहौल आयो त्यसपछि अब एउटा नयाँ भ्लग लिएर आऊ भनेर सोचेर चाहिँ तपाईलाई यो एउटा नयाँ भिडियो भ्लग बनाउँदै छु। आजको भ्लगमा चाहिँ तपाईले थम्बनेल हेरेर अलरेडी थाहा भइसकेको छ होला कि म कहाँ आएको छु भनेर। तपाईले स्पेशली अमेरिकाको ठाउँमा नेपाली ग्रोसरी स्टोर, नेपाली अब के अरे खसीको मासु पाउने ठाउँहरू, नेपाली सामान पाउने ठाउँहरू धेरै कम नै हुन्छ। तर पनि आज स्पेशली भर्जिनियाको एउटा यो एस्पन भन्ने ठाउँमा चाहिँ नेपाली किराना पसल भनेर नामै किराना पसल छ, त्यो ठाउँमा आइरहेको छौँ हैन। त्यो ठाउँमा आएर चाहिँ अब यहाँ चाहिँ 2-3वटा छ भर्जिनियामा। एउटा किराना पसल, अर्को चाहिँ दुकानै छ, नामै दुकान। अनि एउटा बाल्टिमोरमा चाहिँ एउटा माउन्ट एभरेस्ट ग्रोसरी स्टोर भनेर पनि थियो। भर्जिनिया चाहिँ नजिक लागेर चाहिँ हामी चाहिँ मेरील्यान्डमा बस्छौँ। भर्जिनिया नजिकै छ। सो अलमोस्ट 1 घन्टाको बाटो लाग्यो। आज चाहिँ नेपाली किराना पसलमा चाहिँ के सामान पाउँछ भनेर चाहिँ तपाईलाई देखाउन आएको छु। सो स्टे ट्युन। यो चाहिँ नाम हेर्नुस्, किराना पसल हिमालयन ग्रोसरी स्टोर। यहाँ चाहिँ के पाइन्छ भनेर चाहिँ यहाँ लेखिरहेको छ। अब हेर्नुस्, यो एजियन फुड्स, क्वालिटी मिट्स, फ्रेस, यो सबै सामानहरू देखिरहेको छ। भित्र अझै धेरै सामानहरू छ होला। सो गएर चाहिँ आज तिहारको आसपास सपिङ गर्न आइरहेको छौँ। हेरौँ के कस्तो हुन्छ। खसीको मासु लिएर जाऊ भन्ने विचारमा चाहिँ यहाँ आइरहेको छौँ। भित्र आएको छौँ हामी चाहिँ हैन। भित्र हेर्दा चाहिँ हेर्नु एकदम ठुलो भन्दा पनि धेरै ठुलो पनि छैन, ठिकठाकको चाहिँ यो यति हुनु भनेको चाहिँ धेरै ठुलो कुरा हो है अमेरिकामा चाहिँ। अब तपाईँलाई यो सबै देखाउने नेपाली स्टोरमा के सामान पाइन्छ भनेर चाहिँ इन्ट्रीमा चाहिँ यो तपाईँको यो भगवान्को मूर्तिहरू नै होइन, सायद जो नेपालमा पनि नपाउँछ तर यहाँ चाहिँ पाउने सामान मैले भेटिरहेको छु चाहिँ हेर्दा चाहिँ होइन। यहाँ तपाईँको यो सेलरोटी पनि भेटिरहेको छ हेर्नुहोस्। यता चाहिँ अब हेर्नुहोस् नेपालको अब याद आयो भने चाहिँ मादल टुङ 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 अलिअलि बजाउनु चाहिँ आउँछ हेर्नुहोस् न। राम्रो छ, मादल चाहिँ राम्रो रहेछ, बजाउनै सकिन्छ। बजाएर हेरौँ कति पर्छ भन्ने चाहिँ खै पैसा त देखाएको छैन होइन, तर मादल चाहिँ बजाउनु सकिन्छ होइन। फिलहाल बजाउनु फ्री राम्रो बजाएको रहेछ होइन। ठिक छ। यता चाहिँ यो मादल बज्यो। सारङ्गी पनि छ, अब सारङ्गी बजाउनु त आउँदैन। यता चाहिँ यो चाहिँ तपाईँको पटकाहरू पड्काउने चाहिँ रहेछ, अलग अलग टाइपको पटकाहरू छ होइन। सो यो चाहिँ तपाईँको नेपाली सबै सामानहरू। नेपालमा चाहिँ लो भइरहेछ तर यहाँ चाहिँ टन्नै पाइएको अवस्था छ। यो चाहिँ तिहारको सबै सामानहरू यहाँ पाइँदो रहेछ होइन। रङ्गोली सेटहरू, अरू सामानहरू यताउति यो टन्नै छ। यो सामान चाहिँ यहाँ चाहिँ यो चाहिँ टिका भाइटिका लगाउने, यता चाहिँ टोपी सोपी छ। तपाईँको चाहिँ यो भित्र चाहिँ एकछिन अब अहिले चाहिँ खसीको मासु अर्डर दिइरहेको छौँ होइन। स्पेसली लोकल खसीको मासु बनाउन दिन आएको होइन। चिकन लोकल चिकन पनि अर्डर गरेर आएको छ। सो चिकन एन्ड खसी अर्डर गरेर चाहिँ तपाईँलाई देखाउला होइन। अरू चाहिँ हल्का मोमो पनि खाउँ भनेर मोमो पनि पाइँदो रहेछ, स्टिम मोमो चाहिँ अर्डर गर्न दिइरहेको छु। सो एकछिनपछि चाहिँ बन्छ अरे। तपाईँलाई अरू पनि देखाउँछु के सामान पाइन्छ भनेर हेर्दै जानुहोस् है ल। तपाईँले अब हेर्नुहोस् यहाँ के पाइन्छ भनेर यसो हेरेको। यो 12 सिङ्गे पिल्सनर बियर नेपालमा पाइने बियर चाहिँ एउटा हालौँ तिहारको उपलक्ष्यमा होइन। धेरै त ट्राई गर्नको लागि यहाँको कस्तो हुन्छ भनेर होइन। सो ओके दिस 12 सिङ्गे एउटा चाहिँ हालिसक्यो होइन। हल्का मिठाईहरू चाहिँ थियो, त्यो मिठाईहरू चाहिँ इन्डियन स्टोरमा राम्रो पाउँछ। त्यसको पनि एउटा भ्लग अर्कै बनाएर तपाईँले देखाउँला होइन। अहिले चाहिँ नेपाली स्टोरमा स्पेसली गरौँ भनेर नेपालमा पाइने कोका कोला यताउति अब यो लिएर जाने भने चाहिँ लिएर जानु पनि सकिन्छ। एकदम यो ग्यासवाला जो पाइन्थ्यो पहिला, अहिले यहाँ पाइरहेको छ होइन। अहिले यो खुर्सानी हो कि जस्तो छ होइन। अनि अब यता हेर्नु यो चाहिँ नेपाली ढोकला चिया के छ भने यो रेड लेभल नेपालमा पाइने पहिलाको खुर्सानीहरू हो। अनि तलको चाहिँ यसो हेर्दाखेरि चाहिँ यो चाहिँ पुरै पानीपुरीको सामानहरू छ होइन। यो चाहिँ हेर्दै गर्नुहोस्, यो नमक पारे भन्छ स्पाइसी। अब एकचोटि यो चाहिँ देशी स्पाइसी पारा, देशी भने इन्डियन स्टाइलको होला, अलिकति स्पाइसी अलिकति। अब यो बियर लगेपछि चक्रा पनि त चाहियो नि होइन। सो यो साथमा लिएर जाउँ होइन। सो मैले चाहिँ बियर लिएँ। सो मेरो बुढीको लागि, वाइफीको लागि चाहिँ एउटा यो कोका कोला पनि हालिदिएको। सी लाइक्स इट सो मच। मलाई चाहिँ राम्रो लाग्थ्यो यो ग्यास आउने भएर चाहिँ होइन। एउटा चाहिँ यो बुढीको लागि रियल जुसहरू पनि छ, लिएर जाने रियल जुस होइन, रियल जुस नलाने होइन। अनि यता यो चाहिँ पूजाको सामानहरू हल्का फुल्का भइहाल्यो। यो फोटोहरू अगरबत्तीहरू सबै छ। यो चाहिँ अब यो सानोतिनो के सामानहरू छ टन्नै छ। अनि यो माथि हेर्नुहोस्, यो चाहिँ सबै यो मोमो बनाउने भाँडोहरू है। कति मोमो खाने भन्ने यहाँ चाहिँ मोमो टन्नै पाइन्छ। हामीले मोमो पनि अर्डर गरिरहेको छौँ होइन। सो मोमो बनाउने भाँडो पनि पाइरहेको छ।
अनि अरू यो नेपाली सानोतिनो यो कचौराहरू पनि छ हेर्नुहोस् होइन यो चाहिँ इट्स अ गुड थिङ यो यहाँ पाउनु भनेको चाहिँ ठुलो कुरा चाहिँ हो होइन यो चाहिँ अलिकति यो नेपालमा पाइने यो ह्यान्डसम फ्रेन्ड ह्यान्डसमहरू के छन् त्यो सबै यो नवरत्न ओइलहरू सबै यो पूजाको सामानहरू पनि छन् मिक्स छ क्या चाहिँ तल हेर्नु यहाँ चाहिँ होइन तल चाहिँ यो के भन्छन् अरे नेपालमा त्यो कुर्ते पिर्ने लोरो झातो के भन्छन् क्या अरे होइन मलाई पनि धेरै यहाँ नाम चाहिँ थाहा छैन तर यहाँ पाइरहेको छ खतरा चक्ला बेल्नाहरू अनि अब कसैको यहाँ पार्टी सार्टी गर्ने हो भने चाहिँ ठुलो यो भाँडा छ कसौडी लगभग 20 जनाको खाना बन्छ होला लगभग $43 त्यो भनेको चाहिँ लगभग 5-6 हजार पर्छ होला नेपालीमा कडाई पनि ठुलो छ यो होइन सुनको कडाई होइन गोल्डन कडाई छ यो खतरा अनि यता चाहिँ अब अरू चाहिँ हेर्दै हेर्नु भनेको चामल चाहिँ हल्का फुल्का हाल्दैछौँ यो चाहिँ भयो तपाईँले चाहिँ स्पेसल चिज देखाउँछु हेर्नु यो टेम्पो स्ट्याक भनेर सबै आएर नेप्लिज स्ट्रिट भनेर चाहिँ यिनीहरू चाहिँ ग्रोसरी स्टोरको भित्र नै यो खानेको 2-4 खानेको चिजहरू हालिदिरहेको छ खानामा चाहिँ मोमो चिकन मोमो झोल मोमो स्पाइसी पनिर मोमो के छ होइन आलु निम्की चटपटे सुकुटी सकिआएछ आज सुकुटी खाने भनेको सुकुटी छैन पानीपुरी सबै हल्का फुल्का स्न्याक्स पनि राम्रो हो नि त सबभन्दा सामान लिन आएको मान्छे टनमा खाएर पनि जान पाओ होइन नेपाली सामानहरू अनि यता चाहिँ यो चाहिँ तपाईँको मासुको काउन्टर फ्रेस मासु पाउने ठाउँहरू यो किराना पसल नामै किराना पसल छ अहिले चाहिँ अमेरिकामा पनि यस्तो राखिदिइरहेको छ यो चाहिँ यो बेबी गोट विथ स्किन भनेर यो खसीको मासु भालेको मासु यो वाइल्ड बोर छ यो के होला वाइल्ड बोर भनेर के हो आई थिङ्क सुँगुर आई थिङ्क के भन्छ अब त्यस्तै होला होइन लगभग पर पाउन्ड भनेको लगभग आधी किलो जति पर्छ होला सायद आधी किलोको 1500 12 1500 1 किलोको लगभग 3000 भाइ टन्नै छ हो 3000 यहाँ चाहिँ हल्का भोक लाएर यो सेलरोटी पनि दिएको थियो हामीले चाहिँ एउटा सेलरोटी पनि खाइदियो हल्का सेलरोटी खाएको मुखै भरियो होइन इट्स नाइस इट्स ओके सेलरोटी ठिकठाकै छ यहाँ चाहिँ के पाइन्छ भनेर चाहिँ हेर्दाखेरि यो तपाईँको गुन्द्रुकहरू टन्नै छ अघि तपाईँलाई हल्का भिडियोमा देखाएको थिएँ होइन यो नेपालमा सायद पाइँदैन होला तर यहाँ चाहिँ त्यति ठुलो पाउनु छ क्या यस्तो छ क्या अवस्था चाहिँ यहाँ चाहिँ पैसा हुनु पऱ्यो सामान चाहिँ टन्नै छ यहाँ भन्नाले अब अमेरिकामा भएपछि हल्का फुल्का सबैले किनिहाल्छ होइन सबै छ क्या सामानहरू चाहिँ हेरौँ यता पनि हेर्दाखेरि यो सबै मैदाहरू छ सेलरोटी बनाउने आज मैदा लिएर जान सकिन्छ होइन अनि यो चामलको सेक्सन भइहाल्यो तपाईँलाई हल्का देखाएको थियो होइन यो दालको सेक्सन भइहाल्यो होइन चटनीहरू टन्नै सबै छ क्या सामानहरू चाहिँ होइन अरू चाहिँ हामी चाहिँ मैदा पनि जानुपर्ने छ यता हेर्दा चाहिँ फेरि तपाईँको यो तिहारमा चाहिँ टन्न खाइन्छ हाम्रो यो चाहिँ पुरनजाना टाइपको होइन पुरनजाना पाइरहेछ लिएर जाने कतिवटा लाने हो त ल दुईवटा चलो दुईवटा पुरनजाना खाने यो तिहारमा के खाइन्छ भुजाहरू भइहाल्यो भुजा चाउचाउ के लिएर जाने घर सकिन्छ चाउचाउ छ होला चाउचाउ चाहिँ यता पटेल बजारमा पनि पाइन्छ त्यसको इन्डियन स्टोर त्यसको पनि तपाईँलाई भोला बनाएर देखाउनु पर्छ होइन अरू त अब यताउति सामानहरू तपाईँलाई अघि देखेर आएको थियो यस्तै छ होइन सबै सामानहरू द ब्रदरले चाहिँ एउटा सामान रेडी भएको छ होला त्यो पनि लिएर आऊ होइन यति नै हो नि अब यताको यो मादल चाहिँ तपाईँलाई देखाइदियो नि बजाएर मादल लान सकिन्छ अब यो मादल चाहिँ अब बजाउनु चाहिँ रमाइलो लाग्छ मादल बजाउनु चाहिँ होइन तिहारको बेलामा एटिएम छ अब यो मासु लिएर जाउँ रोटी चाहिँ हाल्नुमा खाने रोटी चाहिँ एउटा मात्रै हाल्नु त्यति मिठो ठिकै छ राम्रो छ र मिठो अलिकति गुलियो पुगेन जलेबाट तलै मादलहरू कसरी मादल हजुरको $59 पर्छ ठुलो मादल म उयो हाल्दैन त्यति संसार हाल्दैन सबै भर्खर चाहिँ अब मासु पनि लिएर आइयो सामान पनि लिएर आइयो हल्का फुल्का मोमो पनि खाइयो हल्का फुल्का तपाईँलाई कस्तो लाग्यो भनिदियो होला त्यसपछि चाहिँ हामीले चाहिँ त्यो रोटी बनाउने ठाउँमा रोटी बनाउने सामान लिन गएको थियो एउटा अर्को पसलमा नेपाली पसलले थियो कपडाहरू पाइन्छ त्यहाँ चाहिँ होइन त्यसको बनाउन फेरि भरियो बनाउला होइन तर अहिले चाहिँ हल्का त्यो रोटी मेकर लिएर आएको छौँ हेरौँ रोटी बनाउनु अब कस्तो हुन्छ के हुन्छ तर सामान चाहिँ लिएर आइयो होइन अब इनकेस बनायो भने चाहिँ तपाईँलाई त्यो पनि भिडियो देखाउला तर अहिले चाहिँ रात परिसकेको छ घर जाँदैछु सो थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो फलो गर्नु सब्सक्राइब गर्नु जता जता हुन्छ होइन युट्युबमा टिकटकमा फेरि पनि भेट्दै गर्नु ल है ल थ्याङ्क यू सो मच टेक केयर ह्याप्पी तिहार टु एभ्रीबडी
थ्याङ्क यू